सो वाट्सअप गाइज सन्चै हो नि आई होप सबैजना फाइन हुनुहुन्छ बिन्दास हुनुहुन्छ होला एन्ड आजको यो हरर भिडियो एप्रोक्सिमेटली हरर त होइन बट मेरो पर्सनल एक्सपिरियन्समा डिपेन्ड छ ओके सो मेरो एउटा साथी थियो जसको नाम राख्ने हामी विकी विकी ओके मेरो साथी नाम राख्ने त्यसको नाम विकी ठिक छ त्यसको एउटा भयङ्करवाला एक्सिडेन्ट भयो ओके सो यो भिडियो हाम्रो त्यो मेरो साथी जुन थियो त्यो साथी चाहिँ लुम्जुङतिर बस्थ्यो ठिक छ ताप्लेजुङ लुम्जुङतिर त्यो बस्थ्यो बट यहाँ मेरो सिटीमा चाहिँ त्यो आएको थियो पढ्नको लागि बेसिकली म विराटनगरमा बस्छु ठिक छ सो विराटनगरमा त्यो आएको थियो पढ्नको लागि सो हामी सबैजना एउटै कलेजमा पढ्थ्यौँ होइन अनि एक्कासी त्यो चाहिँ एक दिन लुम्जुङ जाने बाटोबाट त्यो चाहिँ धरानतिर घुम्न गयो ठिक छ लुम्जुङ जाँदा जाँदै त्यो धरानतिर घुम्न गइहाल्यो त्यसपछि लुम्जुङ जान्छु भनेर त्यसले सोच्यो अनि जब त्यो त्यहाँ घुम्न गयो त्यसपछि त्यसले धरानमा घुम्यो फिर्यो इन्जोय गर्यो होइन एन्ड तकरिबन रातिको 10-11 बजिरहेको थियो त्यति बेला चाहिँ त्यसको एक्सिडेन्ट भयो अरे एक्सिडेन्ट भएपछि त्यसको मोबाइलबाट त्यहाँ छेउछाउको मान्छेहरूले चाहिँ कल गरे होइन लाइक त्यसको मोबाइलमा पासवर्ड लागेको थिएन त्यसले सबभन्दा पहिलो माथि मान्छेहरूले जसले फोन पाएको थियो त्यसले सबभन्दा माथि हाम्रो एउटा साथी जसको नाम विकी थियो विकी त यसैको नाम होइन एक मिनट मोहित राखिदिने ल अर्को नाम हेर रियल नेम चाहिँ म कसैको लिँदिनँ ठिक छ बट अलिकति चाहिँ एउटाको नाम विकी अर्कोको नाम मोहित एउटाको नाम विकी अर्कोको नाम मोहित ओके लेट्स डु इट ओके मोहितलाई चाहिँ फोन गयो किनभने मोहितले त्योसँग 1 घन्टा अगाडि कुरा गरेको थियो त्यसपछि हाम्रो कुरा भएको थिएन एन्ड देन मोहितले थाहा पायो कि यो हाम्रो विकासको एक्सिडेन्ट भयो भनेर विक्की भाइ विकी नै ठिक छ विकीको एक्सिडेन्ट भयो भनेर थाहा पायो अनि जसरी विकीको एक्सिडेन्ट भयो भनेर थाहा पायो फेरि मोहितले मलाई कल गर्यो अनि त्यसपछि हाम्रो अझै 2-3 जना साथीहरूलाई कल गर्यो एन्ड देन हामीले डिसाइड गऱ्यौँ कि हामी भोलिपल्ट बिहान जान्छौँ भनेर अनि त्यसपछि मैले पनि घरमा भनेर बाइक लिएर निस्केँ यहाँबाट आफ्नो घरबाट निस्केँ मैले चाहिँ मोहितलाई पिक गरेँ अनि सिधा हामी धरान गयौँ धरान गएर हेरेँ त्यो त पुरा मुला एक्सिडेन्टले पुरा उडेर झरेको थियो त्यसको कारण त्यसको हात खुट्टा सबै टुटेको थियो त्यो खालि बेडमा बस पढेको छ टाइपको सिन भइहालेको थियो त्यो लुम्जुङको केटाको जसको नाम चाहिँ हाम्रो विकास हो विकी हो सरी भाइ म विकास विकी कति किन्नुहुन्छ जे होस् लेकिन यहाँ विकीको पुरा हात खुट्टा टुटिरहेछ र त्यो त्यहाँ पढेको छ टाइपको सिन भइहाल्यो अनि त्यसपछि हाम्रो अरू साथीहरूले भन्यो कि गाइस तिमीहरू बस्छस् भने बस किनभने भोलि हाम्रो क्लास छ र म जानु छ भनेर भन्यो ठिक छ अनि त्यसपछि भन्यो भाइ क्लास त मेरो पनि छ क्लास त यसको पनि छ अनि त्यसपछि हामीले डिसाइड गऱ्यौँ पालै पिलो जस्तै एक दिन म बस्छु भने एक दिन त बस्छस् टाइपको सिन भइहाल्यो बट त्यसको घरमा कल गएको छैन अहिलेसम्म अनि त्यसको घरमा आउने म चाहिँ त्यहाँ जाने बित्तिकै त्यसको मम ड्याडलाई कल गरिदिएँ त्यसको मम ड्याडलाई आउनमा 2 दिनको चाहिँ टाइम लाग्ने भयो 2 दिन चाहिँ हामीले त हेरिदिनु पर्यो आफ्नो साथी हो भनेर बेसिकली साथी हो हेरिदिनु पऱ्यो अनि त्यसपछि हामीले डिसाइड गऱ्यौँ ठिक छ नि त हामी नै हेरिदिन्छु आफ्नो साथी हो के भइहाल्यो भनेर पहिलो दिन म बसेँ राति ठिक छ पहिलो दिन म राति बसेँ अनि त्यसको वार्डको मलाई थाहा छैन यो कुरो चाहिँ मलाई थाहा थिएन कि त्यसको वार्डको साइडमा एउटा मुर्दा त्यो रुम पनि हुन्छ के भन्छ त्यसलाई डेथ होम पनि हुन्छ जहाँ चाहिँ त्यो लासहरूलाई राख्छ नि त्यही त्यो वार्ड पनि त्यही थियो त्यसको रुमको ठ्याक्क साइडमा थियो त्यसको वार्डको साइडमा थियो के को रुमको साइडमा थियो वार्डको साइडमा थियो एन्ड देन म राति बसेँ त्यहाँ अनि 81:12देखि 12:30को बिचमा मेरो छेउमा जस्तो एउटा त्यहाँ चेयर थियो ठिक छ चेयरमा म एउटा बसिरहेको थिएँ मोबाइल चलाइरहेको थिएँ रिल हेर्दै थिएँ अनि ठ्याक्क मेरो साइडमा आएर एउटा मान्छे बस्यो अनि के छ भाइ सन्चै पहिलो कुरा त मैले केही पनि रेस्पोन्स गरिनँ त्यो को हो के हो मलाई केही पनि थाहा छैन सेकेन्ड कुरा म अङ्कल ठिक छु तपाईँ चाहिँ यहाँ कसको लागि आउनुभएको अनि त्यसले भन्यो म आफ्नो छोरालाई हेर्न आएको छु ओ छोरालाई के भयो मैले सोधेँ के भएर त्यो छोराको चाहिँ अलिकति यतातिर चाहिँ कि इन्फेक्सन भएको थियो जसको कारण चाहिँ त्यसको यहाँदेखि त्यसलाई हटाउनु परेको थियो त्यही भएर आज चाहिँ यहाँ हस्पिटलमा राख्ने र भोलिपल्ट घर लग्ने टाइपको उहाँको सिन भइहाल्यो अनि त्यो अङ्कलले सोध्नु तिमी चाहिँ केसको लागि आएको त अनि मैले भनिदिएँ कि मेरो साथीको एक्सिडेन्ट भएको थियो त्यही भएर म आज यहाँ पर्खिरहेको छु अनि त्यसको मम्मीले डाउनमा टाइम लाग्छ किन उहाँहरू लुम्जुङबाट आउनुहुन्छ त्यसो मैले भनेँ एन्ड त्यो टाइपको सिन भयो कि त्यो अङ्कलसँग लगभग म 5-10 मिनट जति कुरा गरेँ अनि एउटा ठ्याक्क नर्स आउनुभयो क्या त्यो नर्सले भन्नुभयो तपाईँ एक्लै कोसँग कुरा गर्दै हुनुहुन्छ आई एम सक म्यान भ्यास्की टाङ त मान्छे देखिरहेको छैन मैले भने त्यो अङ्कल यहाँ बस्न हेऱ्यो भएन जब त्यो अङ्कल जानुभयो त्यसपछि त्यो नर्स आएर भन्यो अनि त्यसपछि त्यो नर्सले भने
यहाँ कोही पनि बसेको थिएन, तपाईँ एक्लै बोल्दै हुनुहुन्थ्यो टाइपको सिन भयो मसँग। भाइ म के बोलौँ त्यो टाइपको सिन भइहाल्यो। अनि त्यसपछि भन्दा दिदी सहीमा यहाँ कोही बसिरहेको थियो, मसँग कुरा गरिरहेको थियो। अनि त्यो नर्सले भन्नुभयो यहाँ तपाईँ फर्स्ट होइन यो सिन भएको, यो अरूहरूसँग पनि भएको छ 12 साढे 12 बजेको बिचमा। भाइ मेरो हार्टबिट स्ट्रङ भइहाल्यो। लाइक त्यो टाइममा यस्तो भयो थियो म हस्पिटल छोडेर भागौँ टाइपको सिन भएको थियो। भाइ यस्तो डर लाग्यो थियो मलाई। भाइ कसलाई पनि डर लागिहाल्छ के, तिमीलाई डर लाग्दैन यस्तो टाइपको सिन भयो भने? लाग्छ भाइ, अफकोर्स लाग्छ डर, मलाई पनि त्यस्तो भयो, डर लाग्यो भाइ। क्या बताउनु, उस त्यो दिन मलाई चाहिँ डर लागेको थियो सिरियसवाला। अनि त्यसपछि चाहिँ त्यो नर्सले भने ठिक छ केही हुँदैन, तपाईँले त्यसले केही पनि गरेर आयो, तपाईँसँग बोल्यो भयो, किनभने यो छेउमा मुर्दाघाट छ, मतलब त्यो छेउमा मुर्दाघाट छैन को डेथ रुम छ जहाँ चाहिँ लासहरूलाई राखिन्छ। मलाई त्यसको एक्चुअल नेम मैले थाहा छैन होइन, अहिले थाहा भयो चाहिँ बिर्सिहाल्यो, मलाई थाहा छैन। त्यही भएर चाहिँ त्यसको आत्मा यहाँ भट्किरहेको होला, किनभने त्यसको छोराको कबको भइसकेको छ। अनि त्यसको त्यो नर्सले भन्नुभयो त्यो मान्छे जुन तपाईँले बुढोवाला भन्नुभयो सबैले यही बुढोवालाको भन्छ र एन्ड यो बुढोवालाको स्टोरी यो हो कि त्यो बुढोवाला मान्छे आएको थियो आफ्नो छोराको इलाज गरेर, त्यसको छोराको त इलाज भयो, बट त्यो बुढो मान्छे चाहिँ यही हस्पिटलको सिडीबाट जाँदाखेरि चिप्लेर लड्यो र त्यसको टाउको फुटिहालेको थियो। त्यसपछि त्यसको आत्मा यहीँ भट्किन्छ र त्यसको आत्मा अहिलेसम्म शान्ति पाएको छैन टाइपको सिन भयो त्यो धरानको हस्पिटलमा। यो सुन्ने बित्तिकै के को म बस्नु त्यहाँ, म त भागेँ बाइक लिएर आफ्नो। मोहितलाई भने त बस मुला म भाग्दैछु, मलाई बस्नु छैन यहाँ भनेर म भागेँ। एक्चुअलमा त त्यति बेला भाइ मलाई डर लाग्यो, सिरियसली भाइ मलाई डर लाग्यो। मलाई मतलब छैन मेरो त्यो साथी त्यहाँ मरिरहेको छ, मलाई पढिरहेको छ, मलाई मतलब छैन। मैले चाहिँ भागेँ बाइक लिएर आफ्नो। एउटालाई भनिदिएँ तँ आइज, म चाहिँ भएको। त्यो नर्स पनि लाइक भयो कि तपाईँ यति छिटो किन भागेको टाइपको भयो क्या। लेकिन यार रियल यार कुनै आत्मा आएर बसेर कुरा गरिरहेछ, मान्छेको मुटु मुखमा आइहाल्छ भाइ, मुटु आइहाल्छ मुखमा, त्यस्तो टाइपको सिन भयो। अनि त्यसपछि चाहिँ मैले के गरेँ बाइक लिएर हिँडिदिएँ। एन्ड गेस वाट, त्यो मेरो सबभन्दा ठुलो गल्ती, वाहियात वल्कर गल्ती थियो मेरो लाइफको। सिरियसली मेरो लाइफको वल्कर गल्ती थियो त्यो। एन्ड देन के भयो, म जब बाइक लिएर हिँडेँ अनि त्यहाँ त धरानबाट विराटनगर आउनेको बिचमा त्यहाँ त तराराको जङ्गलमा त्यहाँ मान्छेहरूलाई गाड्ने ठाउँ पनि छ नि त, भगवान्को त्यहाँ मन्दिरहरू पर्छ, त्यसपछि त्यहाँ ठाउँ छ। जतिजना धरानबाट हिँड्छ वा धरान जानुभएछ उहाँहरूलाई थाहा हुन्छ है यो कुरो चाहिँ। अनि त्यो जस्तो कि रातिको सिन भयो, 12-1 बजिहाल्यो मलाई त्यहाँ, ठिक छ 12:30 बजीसम्म त म त्यहीँ थिएँ। 1 बजीसम्म बाइक एकदम स्पिड कुदाइरहेको थिएँ, लाइसेन्स समोसँग मैले स्पिड कुदाइरहेको थिएँ टाइपको सिन भइहाल्यो मसँग। अनि पुलिस पनि कोही पनि थिएन, रातिको 1 बजिरहेछ है। म मन्दिर कटेँ भाइ, मेरो सबभन्दा ठुलो गल्ती भयो, मेरो लाइफकै सबभन्दा ठुलो गल्ती हो, मैले मन्दिर त्यो कटेँ नि। अनि त्यसपछि एउटा केटी मसँग लिफ्ट माग्नको लागि त्यहाँ यसरी लिफ्ट देखाइरहेको थियो, ठिक छ। मैले रोकिनँ गाडी, धन्न मैले गाडी रोकिनँ त्यति बेला। अनि त्यसपछि एउटा बुढो टाइपको मान्छे त्यो मलाई देखाइदियो, त्यो बाटोमा हिँडिरहेछ, मैले काहीँ पनि स्टप गरिनँ गाडी, म चुपचाप हिँडिरहेछु। एक्कासी एउटा पुलिसवालाले मलाई रोक्छ अनि भन्नुहुन्छ भाइ लाइसेन्स देखाऊ। देखाइदिएँ अनि आफ्नो बाइकको जति पनि डकुमेन्टहरू, इन्फर्मेटिभ डकुमेन्टहरू हुन्छ मैले त्यो सबै कुरा देखाइदिएँ। त्यसपछि जब म बाइक लिएर फेरि हिँडेँ हेर्छु त्यो पुलिसवाला अगाडि फेरि त्यहीँ आइपुग्यो। यस रियालिटी, त्यो पुलिसवाला त्यहीँ अगाडि आइपुग्यो। एन्ड त्यति बेला चाहिँ मैले गाडी रोकिनँ, मैले अगाडि गाडी बढाइहालेँ। अनि त्यसपछि त्यो पुलिसवालाले दौडेर आएर भाइ रोक, के हो भाइ कहाँ हो भनेर मलाई भन्यो। अङ्कल दाइ तपाईँले त्यहाँ अघि चेक गर्नु भएन मलाई, यहाँ चाहिँ कसरी आउनुभयो यति छिटो अगाडि? त्यसले भन्छ कि भाइ मैले कहाँ रोकेँ तँलाई, म तपाईँ अहिले तँलाई फर्स्टपल्ट हेर्दैछु, पहिलोपल्ट हेर्दैछु। भ्यास्की टान सही बताइरहेको छु अङ्कल दाइ, तपाईँले मलाई त्यहाँ चेक गर्नुभयो, मेरो लाइसेन्स मेरो सबै यहाँ हेर्नु बाइकको डकुमेन्टहरू तपाईँले देखाएको होइन? त्यहाँ त्यो एउटा राजावाला मूर्ति हुन्छ नि, त्यहाँ राजाको त्यो छ नि एउटा, त्यो 3 घुम्ने 4 घुम्ने बाटोमा छ नि राजाको, त्यो त्यही चेक गरेर भन्यो। एन्ड भ्यास कि यहाँ त्यसले भन्नु मैले तँलाई चेक गरेकै छुइनँ, मैले तँलाई हेरेकै छुइनँ, तैँले मलाई आफै देखाइरहेछस् अहिले यो सबै कुरा, त गइरहेछस्। मैले भने मेरो घर यहाँ हो, म यहाँ जाँदैछु भनेर तपाईँले मलाई त्यहाँ चेक गरेको भने, भन्छ मैले तँलाई चेकै गरेको छुइनँ। अनि त्यहाँ एउटा बुढो टाइपको एउटा पुलिस मान्छे हुनु, पुलिसमा हवलदार हुनुहुन्थ्यो, उहाँले भन्नुभयो यसलाई चाहिँ त्यो भूतले तपाईँकै रूपमा यसलाई छलेको रहेछ। एन्ड त्यो मलाई बसाउनु भयो, एकछिन पानीहरू खुवाउनु भयो, भन्नुभयो भाइ रिल्याक्स कर, स्पिड नचला, आरामी जा भन्नुभयो। अनि त्यसपछि म बसेँ, तकरिबन 2 बजे थियो। अनि म 2 बजेतिर
यताउति गर्दै घर फर्केँ। अनि मोहितलाई त्यहाँ फोन गरिरहेछु, मोहित के छ त्यसको सब्जेक्ट ठिक छ? ठिकै छ, लेकिन तँ त्यहाँबाट भागिस् किन मलाई सोध्यो त्यसले। एन्ड मैले भनेँ कि भाइ मैले त्यति बेला त्यसलाई भनिनँ यो मसँग इन्सिडेन्ट भन्दा, न त त्यो पनि भागेर आउँथ्यो। सिरियसली भाइ त्यो पनि भागेर आउँथ्यो। अनि मैले त्यसलाई बिहान फोन गरेर भनेँ भाइ यस्तो यस्तो सिन भयो, यस्तो यस्तो सिन भयो। अनि त्यसको मम ड्याड पनि त्यहाँ आइपुग्नु भयो। अनि त्यो पनि मोहित बसले आयो घर। अनि त्यसो भन्यो सिरियसली तँसँग यस्तो घटित भयो, त्यहाँ नर्सलाई गएर सोध भनिदिएँ मैले त। अनि त्यो नर्सले त मलाई बोलेको नि हेरेको थियो, लेकिन त्यो मान्छे को त मलाई चिन्दिनँ फेरि। अनि त बोली किन रहेछस् मलाई सोधिरहेछ। भाइ कोही मान्छे आएर तँसँग बोलिरहेछ त बोल्नु होइन टाइप मैले भनिदिएँ। एन्ड यो सिन पछि चाहिँ सिरियसली म राति कहिले बाइक चलाउँदिनँ, म कुनै बाइक के म बाहिरै निस्किँदिनँ। म लाइक घरबाट थोरै यताउति जान्छु, घर फर्किहाल्छु। भाइ यसपछि तिम्रो मलाई फट्टु बोल, चाहे डरपोक भन, चाहे भूतले डार, भाइ मैले फिल गरेको छु यार, फिल गरेको छु लिटरली। धरानको कुन हस्पिटलमा म त्यो पनि भन्दिनँ, नत्र हानिदिइहाल्न कपिराइट यही भिडियोमा हानिदिइहाल्ला। गेस वाट, तपाईँलाई यो स्टोरी चाहिँ कस्तो लाग्यो भन्नु, यो मेरो पर्सनल एक्सपिरियन्स थियो ठिक छ। यस्तै पर्सनल एक्सपिरियन्स लाइक गर्नु होला, सब्सक्राइब गर्नु होला, सेयर प्लिज यार। नेपाली हरर भिडियोलाई सेयर गर्नु न यार प्लिज, सब्सक्राइब गर्नु, सेयर पनि गर्नु होला। ओके, सो थ्याङ्क्स फर वाचिङ होइन। अनि यस्तै भिडियोहरूको लागि प्लिज गरिहाल्नु होला। यो भिडियो मन पऱ्यो भने आफ्नो साथीहरूसम्म सेयर गर्नु होला। पर्सनल्ली आफ्नो चाहिँ जतिहरू ग्रुप छ नि तिमीहरूको, जति पनि तिमीहरूको फ्रेन्ड सर्कलको ग्रुपहरू छ सबमा पठाइदेऊ, सबै आफ्नो साथीहरूको सबै ग्रुपमै पठाइदेऊ। क्विक 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 कहिले भइहाल्छ ठिक छ। 1 2 3 हालिदिइहाल, फर्कै पर्दैन, हालिदिइहाल। उनीहरू पनि एक्सपिरियन्स सेयर गर। तिमीहरूको कुनै एक्सपिरियन्स छ भने कमेन्ट गर, म चाहिँ अर्को भिडियोमा तिमीहरूको एक्सपिरियन्स पनि उठाउन सक्छु होइन। सो प्लिज लाइक, सब्सक्राइब एन्ड सेयर। बाई बाई।